लन्डन ब्रिज हेरेर मात्रै फर्केको होला अब त्यहाँसम्म मान्छेले हेर्नुहोस् कसको बोयफ्रेन्डहरू छ यहाँ भुटाले त्यही पिडिरहेको छ कि मलाई चाहिँ कस्तो माया लागेर हेलो हेलो साथीहरू आजको भ्लग चाहिँ मेरो यहाँबाट सुरु हुन्छ हामी चाहिँ हिँडेको लन्डन ब्रिजतिर बेहुला यहाँ ला बनाउनु आज चाहिँ सरको नि बिदाई छ नि त हामीले बिदाई कार्यक्रम राखेर रहेछ बिदाई कार्यक्रम भन्नाले त्यति ठुलो चाहिँ होइन उहाँ सर विदेश जानु लाग्नु भइरहेछ त्यही भएर खाताहरू लगाइदिनु रुन लाग्नु भइसक्यो कता ए सबैजना हामीले चाहिँ नजाने भिडियो बनाउनु नरुने सर मान्छे रुँदैन त भाइ तिनीहरूले चाहिँ टिकटक बनाउनु म क्यामेराम्यान हो क्या अनि म चाहिँ भिडियो आफ्नो क्यामेरा मोबाइल समाउँदै अरू अस्मिताको फोन नि समाउँदैछ नि त उनीहरू चाहिँ टिकटिकै धेरै टिकटक बनाउनु पर्ने के गर्नु मैले दुईवटा फोन समाएर बनाउनु परेको अवस्था छ मिस जुहरू चाहिँ टिकटकमा एकदम बिजी भाइरल बनाइदिनु है भाइरल बनाउनु पर्यो सबैजनाले उता चाहिँ सरलाई बिदाई गर्दै हुनुहुन्छ सुभाष सरले प्याग हेर त त्यहाँ कति धेरै भिड तिमीसँग भाडा पुग्छ के भएको यहाँ हाम्रो कार्यक्रम सकिएर अनि चाहिँ एउटा उता लन्डन ब्रिज हेर्न जान्छु भनेर हिँडेको थिएँ अनि यता चाहिँ कस्तो आन्दोलन भइरहेको कि पार्टीहरूको के भइरहेको थाहा छैन त्यो चाहिँ हामीलाई राम्रोसँग थाहा भएन अनि यता भाडा उठाउँदै हामी लाग्यो उता लन्डन ब्रिज अनि त्यहाँबाट हामी ओर्लिन थाल्यौँ सबैजना ओर्लिनलाई रेडी भयो लन्डन ब्रिजतिर बाटो भुलेर फेरि यताबाट आएम्बो आज त के 100 रुपियाँको मामामा यो देख्न म बेहोसै हुन लाग्यो कि लन्डन ब्रिज हालो मिसज्यू चाहिँ एकदम कमेडी गर्दै हिँड्नु गइरहेको छ हामी चाहिँ पछाडि हिँड्दै भिडियो बनाउँदै सरज्यूहरू नि पछाडि हुनुहुन्छ अनि हामी पछाडि हिँडिरहेको छु भिडियो बनाउँदै म चाहिँ हेलो सुमन सर हो विदेश जानु लाग्नु भएको कम्पनीमा फ्लाइट सर्जरी हामी उता हिँडेको मान्छे त हेर्नै नसक्ने यति धेरै म तेरो बेहोस हुनु लाग्यो लन्डनमा यति साह्रो हुँदैन होला बरु यही चितवनको लन्डनमा यति धेरै प्याक छ कि म त मको आफतिर खत्तम भएको लन्डन ब्रिजमा यति धेरै मान्छे हामी मात्र मान्छे देखेर हाम्रो साथो गयो लन्डन ब्रिज हेरेर मात्रै फर्केको होला अब त्यहाँसम्म नपुग्ने निर्णय लिए हामीले यति धेरै मान्छेले कुल्चेर मार्छ मलाई यत्रो डल्लो कुल्चेर मार्छ मलाई यत्रो मान्छेले त्यहाँनिर त आइपुग्दैन यस्तो प्याकमा त एक्सिडेन्ट
हेर्नुहोस् है हेर्नुहोस् कसको बोयफ्रेन्डहरू छ यहाँ बोयफ्रेन्ड गर्लफ्रेन्ड अरूसँगै हिँडेर होला त्यसरी भएर बिचरा हेर्नुहुन्छ मिलिरहेको यहाँ चाहिँ चेयरमा डोराउँदै हिँड्दै अनि कपाल भुताल्दै पिडिरहेको छ कि मलाई चाहिँ कस्तो माया लागेर आएको आमा बिचरा कस्तो पिर लाग्यो आउनु भएको चाहिँ किन आउनु भयो मन नपर्ने मान्छे भर्खर तुमसेर आउनु भएन कि मिस युले बोलाउनु भयो तपाईँको मिस युले बन्दा आउँछ बन्दा बन्दा कोपी हुनुहुन्छ अगाडि पनि पछाडि पनि हुनुहुन्छ म चाहिँ सबैजनालाई बाई बाई गरेर अरूले भिडियो बनाउन चाहिँ बिर्सेछ अनि बनाएँ अनि म चाहिँ नआएँ अन्त घर नआइकन हेरेर बसिरहेको कस्तो हाँस उठेर मलाई यो नानी बाबुले युट्युब भिडियो बनाउँदै हो अनि अस्मिता तामाङ छ भाइ बहिनीले मेरो युट्युब च्यानलको नाम सोध्दै आउँछ लाइक कमेन्ट गर्दियो ल ल बाई बाई साथीहरू आजको भिडियो चाहिँ तपाईँहरूले हेरेर के कस्तो लाग्यो कमेन्ट गर्नु होला कमेन्ट गर्न नभन्नु अनि लाइक कमेन्ट युट्युब च्यानलमा सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला साथीहरू आज चाहिँ हामी चितवन गएको थियौँ नि त अनि लन्डन ब्रिज नि भएर आउँछ भनेर गएको थियो मान्छेले के बिहोस भयो कि त्यहाँबाट आधीबाटै फर्केर आयो हामी त्यहाँबाट बाहिरबाट हेरेर फर्केर आएको अनि यहाँ भइरहेको छ कि हिँड्नै नसकेर मेरो हालत चाहिँ खत्तम भइरहेको छ यहाँ बिग्रेर मिसहरूले डेन्जर डान्स गर्नु भइरहेको थियो नि त अनि कपालले अलिअलि बिग्रे मेरो गाडीमा तपाईँहरूले नबिर्सिकन सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा बाई बाई साथीहरू आज भिडियो चाहिँ यति नै अर्को भिडियोमा भेटौँ बाई बाई